आइफोन 16 बाट भ्लग हाने गाने गर्छन् होइन नि मायाका सबैजना घर गइसके अनि मेरो पालो चाहिँ कहिले आउला त गाइस देख्न सक्नुहुन्छ पनि यसो टाइम मिलाएर हैन खानु नखानु मोज गर्नु फाइनल गाइस स्टक छ भने हामीले खानासाना खाइयो होइन रेडी भयो अरे हिँडिसकेको छौँ अहिले चाहिँ हामी ग्राफमा गाइस छैन हेर्छु अब उतै पुगेर भिडियो सिडियो सर्ट हान्ने हो आज ह्यान्डसम दाइ हुनुहुन्छ नि हाई गर्दिन दाइ हाई कस्तो रह्यो तपाईहरुको अनि भर्खर आयो नयाँ पुगेर आएको छ नि गाममा त दाइ यार के क्वालिटी आउँछ त बब्बाल यार फाइनली गाइस हामी चाहिँ मलका सेन्टर आएको छौँ अनि मलका सेन्टर घुमेर यताउति मार्केट सार्केट छिरिवरी हामीले चाहिँ होइन हल्का सपिङ गरिवरी अब तलतिर हामी भिडियो बनाउनु जाँदैछौँ गाइस होइन भिडियो हेरेर साथ सपोर्ट गर्नु होला होइन देख्न सक्नुहुन्छ यो एरिया चाहिँ दामी स्मुथ खालको छ दामी छ गाइस यहाँनिर त कसैले यो बिल्डिङ भइहाल्यो होइन हुसेनको पानी जहाज ओसनको पानी जहाज गाइस कडक छ यस्तो ठाउँमा बसेर यस्तो भ्यू हेर्दै यस्तो बवाल बिल्डिङ छ यहाँनिर मजा हुन्छ गाइस यार हाम्रो चाहिँ कम्पनीले 4-5 दिन छुट्टी दिएको छ होइन अनि त्यसको लागि अहिले चाहिँ हामी यो पुरा इन्जोय हान्दै हिँडिरहेको छौँ अब ड्युटी जानु थालेपछि त ड्युटी गइहालिन्छ त्यस छुट्टीमा अब यताउति घुमो बस्नु त्यही हो हाम्रो दाइले चाहिँ फेरि नयाँ फोन किनेर कति भिडियो बनाएको भ्लग हानेको बाफ्रे तपाईँले त के हो नि भिडियो नयाँ आइफोन किनेर भ्लग हानेको नै गर्नुहुन्छ त यतापट्टि चाहिँ यस्तो छ होइन गाइस यतापट्टि चाहिँ यस्तो छ अनि यताको साइडतिर चाहिँ मान्छेहरूको घरै घर छ क्या भनेपछि एकदम बवाल ठाउँ हो क्या यो चाहिँ यस घर अगाडि यहाँनिर यस्तो सानो खालको खोला हुँदाखेरि दामी हुन्छ क्या पार्क पनि हो यो नहर जस्तो छ होइन यो समुद्रकै पानी हो जस दामी छ क्या गाइस यसै घुम्दै तलतिरबाट यहाँ आइपुगेको छौँ अनि हामीलाई चाहिँ यताको लोकेसन चाहिँ बवाल दामी लाग्यो टिकटक बनाउनको लागि होइन अनि दाइले पनि चुज गरे यो लोकेसन चाहिँ ठिक छ भनेर अनि लेट्स अब हामी अब यहाँनिर टिकटक बनाउँछौँ यहाँनिर पछाडि देख्न सक्नुहुन्छ होइन बोर्डहरूको स्ट्यान्ड ल हामी आउनु यता चौरीतिर दाइले फेरि आइफोन 16 बाट भ्लग हाने गाने गर्छन् होइन नि मायाका यता घुम्नु त यसरी आइफोन 16 बाट भ्लग गाइस कस्तो छ दाइको फोनलाई पनि कमेन्ट गरिदिउँ होइन लेट्स सी दाइको फर्स्ट भ्लग हुनेछ आजको दिन चाहिँ होइन आइफोनबाट होइन भाइले सिकाउँदै हो मलाई खासै आउँदैन किच्नु पनि आउँदैन त्यही त भनेको दाइको फर्स्ट भ्लग हुनेछ तर आइफोन 16 किनेको पार्टी चाहिँ आज खुवाउनु पर्छ नि फेरि अरू कुरा जान्दिनँ नि फेरि म हो त है बुझ्नु भयो कि भएन पार्टी भइहाल्छ नि आज चाहियो नि फेरि अरू कुरा म जान्दिनँ होइन अहिले जाने बेलामा चाहिँ पार्टी हुनु पर्यो नि फेरि मलाई फोन किन्ने अनि नखाउने भाग्ने यस्तो त भएन नि त होइन फेरि ड्युटी पनि दाइको फेरि कहिले छुट्टी पनि हुँदैन क्या सन्डे पब्लिक पुरै ड्युटी भएको भइ गर्छ अनि पार्टी त हान्नु पर्यो नि त छुट्टी भएको बेला त अनि एरिया हो भिडियो बनाउनको लागि होइन अनि अब हामी यहाँ बस्छौँ भिडियो बनाउँछौँ भ्लगलाई हेरेर सपोर्ट गर्नु होला त्यही हो हामीले चाहिँ टक्कसँगले भिडियो सर्ट हान्यौँ होइन एकवटा भिडियो दामी खालको बनायौँ अनि त्यस पछाडि अब हामी चाहिँ रुमतिर चल्दैन भने खाजा खाना चल्दिरहेछौँ होइन लेट्स सी भिडियो आउँछ हेर्दै गर्नु होला जस इन्जोय छ मलेसियामा होइन अब छुट्टी डर छ त्यही हो अरू त के भन्नु अनि के भन्नु छ कि भन्नु न छुट्टी छ मेरो छुट्टी छैन र पनि यसो टाइम मिलाएर होइन आएको भइसक्यो दाइको त हर दिन ड्युटी हो मेरो त 7-8 दिन छुट्टी छ गाह्रो छ मलाई गाह्रो छ दाइलाई ड्युटी जान गाह्रो छ तिनै छुट्टी नदिएर हामीलाई छुट्टी घुम्दै गाह्रो भइसक्यो यहाँनिर योपालि चाहिँ हामीहरूलाई कम्पनीले ईदको छुट्टी चाहिँ डर दिएको हो क्या पहिला 3 दिन दिन्थ्यो अहिले त म 9 दिन छुट्टी दियो भने नि ईद चाहिँ डर लागेको छ मलेसियामा गइस होइन हाम्रो कम्पनीलाई पनि डर लागेको छ त्यही हो
छुट्टी तर पाइयो अब घुम्न मजाले पाइन्छ भन्ने कुरा हो तर छुट्टी भएर घाटा पनि हुन्छ क्या अर्को कुरा चाहिँ त्यहाँबाट मलाई क्यासेन्जर डाइरेक्ट आइम होइन अनि हाम्रो दाइ चाहिँ घर जाने रहेछ क्या 7 तारिक अनि त्यस कारणले गर्दाखेरि यहाँ दाइको सपिङ लिन आएको दाइले यहाँ टिभी पनि किनिसकेको छन् होइन दाइले चाहिँ यहाँ टिभी लानुपर्ने रहेछ क्या अनि हामी टिभी लिन आएको अनि यहाँ सुन्यो त हेर्नु न तपाईँले नि कस्तो नभनेको अनि अघि यहाँ टिभी पनि लानुपर्ने छ यताउति भनेर चाहिँ होइन तपाईँ घर जाने कति तारिक अरे 7 तारिक होइन अनि 7 तारिक अनि किन नभनेको त अनि सुरुमा आउँदाखेरि चाहिँ किन नभनेको भन्नु त एकैचोटि भन्नु हुँदैन सबै त्यही त भनेको त म साइको भएको क्या यहाँ टिभी किन्न जाउँ भन्दाखेरि त बल्ल थाहा पायो क्या दाइ चाहिँ घर जाने रहेछ नि क्या अब 7 तारिकको लागि होइन अनि अब सोच्नु अब तपाईँ घर जाने छुट्टीमा होइन होइन भन्नु न यता हेरेर भन्नु न छुट्टीमा तपाईँ घर जाने होइन अनि मेरो चाहिँ कहिले पाला आउँछ छुट्टीमा घर जाने भन्नु त मेरो चाहिँ कहिले पाला आउँछ भन्नु न छुट्टीमा घर जाने लास्टै गलेको है क्या तपाईँ यार यता हेरेर के बोलिदिनु न त अनि छुट्टी थिएन हेर यस्तो ल्याङ गर्दैछ बस्ने ग्राब गरेर ग्राब पर्खिरहेको छु त्यही हो अब रुम जाने लेट्सी भिडियोहरू इन्जोय गर्नु होला होइन यस्तै छ खासै पनि होइन यो कामले गर्दाखेरि यताउति गइरहनु पर्छ नि त त्यही भएर हो हाम्रो दाइ पनि अब जाँदैछन् 7 तारिक होइन सबैजना घर गइसके अनि मेरो बालक चाहिँ कहिले होला त गाइस मसँग आएको हामी सबैजना घर गइसक्यो घर जाँदै आउँदै लगातार भइरहेछ क्या तर मेरो चाहिँ सोच के भइरहेछ भने घर जाने नि भएको छैन क्या के होला जस्तो गाइस अनि अचम्म लाग्छ क्या मलाई पनि अनि अब त्यही हो अरू केटाहरू गएको त्यसदाखेरि मन कटकै खान्छ अब मन जानुपर्छ घर भन्ने सोचिरहेको छु लेट्सी अब मेरो बाल आउँछ घर जाने अब यही 2-3 महिनाभित्रमा मन जानुपर्छ जस्तो लागिरहेछ मलाई चाहिँ ल दाइ के भन्नु सक्यो लास्ट सिनमा छैन लास्ट थाकिरहेछ बोस अझ मेरो रिसाएको छ होइन फोन गराइ मैले फोन उठाएको छैन ल एभ्रिवान गाइज भिडियो सिडियो हेर्दै गर्नु लाइक सेयर सब्सक्राइब गर्नु नभुल्नु होला होइन त्यही हो अलिक भ्लग बनाउन मजाले पाएको छैन क्या छुट्टी भएर पनि अब तर भुल्दै आउँछ खतरा ल